बस यार। मेरो त छुट्टी मिल्यो, म त घर जान लागेको नछिन यार। यो मेरी श्रीमती र छोरीको लागि आफ्नो त छुट्टी पनि मिल्दैन, तलब पनि दिँदैन, घरको यादले पिर मात्रै लाग्छ। यो मनमा कति बेलाको छ, दसैँ आयो के कस्तो भएको छ। मलेसिया साउदी दुबई छु, साउदी दुबई छु। दसैँ तिहार आइपुग्यो, गाउँ घरमा सम्झिँदैछु। कति बेलाको छ, दसैँ आयो के कस्तो भएको छ। मलेसिया साउदी दुबई छु, साउदी दुबई छु। दसैँ तिहार आइपुग्यो, गाउँ घरमा सम्झिँदैछु। साउदी दुबई छु, दसैँ तिहार आइपुग्यो, गाउँ घरमा सम्झिँदैछु। फर्किसके उतारी सारा, हाम्रो मात्रै घर सुन्नेछ प्यारा। भन्छौ प्यारा साउदी दुबई छु, साउदी दुबई छु। तिहार सम्झना हेरी आऊ घर सम्झिँदैछु। उतारी सारा, हाम्रो मात्रै घर सुन्नेछ प्यारा। भन्छौ प्यारा साउदी दुबई छु, साउदी दुबई छु। तिहार सम्झना हेरी आऊ घर सम्झिँदैछु। साउदी दुबई छु, तिहार सम्झना हेरी आऊ घर सम्झिँदैछु। यो तपाईँको श्रीमानले पठाउनु भएको, अनि यो छोरीको लागि। उहाँ यो दसैँमा घर आउनुहुन्न रे? बिदा पनि मिलेन रे, कम्पनीले तलब पनि रोकिदिएको छ रे। यो साल होइन, अर्को साल आउँछ रे। घरमा नआत्तिनु भनेको छु भाउजू, जान्छु ल। सबै तलब अर्को साल पाउँछु म, त्यसपछि यो ठाउँ छोडी आउँछु म। मलेसिया साउदी दुबई छु, साउदी दुबई छु। दसैँ तिहार आइपुग्यो, गाउँ घरमा सम्झिँदैछु। अर्को साल पाउँछु म, त्यसपछि यो ठाउँ छोडी आउँछु म। मलेसिया साउदी दुबई छु, साउदी दुबई छु। दसैँ तिहार
दुईजना सँगै जानु, सँगै काम गर्नु अनि सँगै फर्किनु है। त्यसो भयो भने हामीलाई नै ढुक्क हुन्छ। हाम्रो पिर गर्नु पर्दैन, हामी छिट्टै फर्किन्छौँ। छोरी बस है। यसपालि नि